हामीले संक्षिप्तमा केही कुराहरू भन्छौँ। मिति 2081 10 महिना 30 गते अन्दाजी 19 बजेको समयमा जिल्ला सिरा नवलपुर गाउँपालिका वार्ड नम्बर 1 भगवतीपुर सदाईटोल बस्ने बिजुल सदाईको छोरी अन्दाजी 17 कि साङ्केतिक नाम 081 लाहान त 2 आफ्नै घरको कोठामा बाँसको बलुमा झुन्डी मृत अवस्थामा फेला परेको भन्ने घटनास्थल लास जाँच गर्ने क्रममा मृतकको आमा सीता कुमारी, मृतकको ठुलो बुवा रामसेवक सदाई र छिमेकी कारी सदाई लगायतका आफन्तहरू र वडा नम्बर 1 का वडा अध्यक्ष नवीन कुमार यादव घटनास्थलमै रही लास जाँच लगायतका कागजहरूमा रोबना बसी हिसाब समेत गरेको। सो समयमा समेत मृतकको आमा, ठुलो बुवा, वडा अध्यक्ष लगायत जनप्रतिनिधि र गाउँ समाजका व्यक्तिहरूले कोही कसैले पनि झुन्डी मृत्यु भएको विषय बाहेक जति पनि विषयहरू उठानु भएको छ त्यो विषयमा केही पनि विषयमा प्रहरीलाई जानकारी नगराएको। रामसेवक सदाईले सब्जीमा बुझी सोही मितिमा सदत गरेको। उक्त मिति र समयसम्म पनि कोही कसैबाट माथि उल्लेखित बेहोराका बाहेक जाहेरी प्रहरी कार्यालयमा नदिएको, प्राप्त नभएको र मिति 2081 11 महिना 4 गते सञ्चार माध्यमहरूमा सामूहिक बलात्कार भएकी युवतीलाई पञ्चायती गरी मिलाउन खोजेको भन्ने समाचार सम्प्रेषण भएको देखिन बुझिन आयो। आइसके पछाडि सो विषयमा विस्तृत छानबिन तथा अनुसन्धान गर्नका लागि तालुक मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी वरिष्ठ उपरीक्षकको संयुक्तमा र जिल्ला प्रहरी कार्यालय सिराको प्रहरी नायक संयुक्तमा विस्तृत छानबिन सुरु भएको र मिति 2081 11 महिना 5 र 6 गते मध्य प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको टोली घटनास्थलमै पुगी मृतककी आमा सीतादेवी, मृतकको ठुलो बुवा लगायत कारी सदाई र स्थानीय मानिसहरूसँग दल समुदायिक अगुवाहरूसँग भेटघाट गरेको र यो जति पनि विषयमा कुराहरू उठेको छ त्यो विषयमा चाहिँ पूरक जाहेर दिनको लागि हामीले आग्रह गरेको थियौँ। मिति 2081 11 महिना 8 गते मृतककी आमा सीतादेवी सदाईको तर्फबाट 8 जनाको विरुद्धमा अपहरण गरी आफ्नो नियन्त्रण राखी सामूहिक तौरबाट जबरजस्ती गर्ने गरी हत्या गरेको, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र समेत गर्न खोजेको अन्तर्गतको कसुर शीर्षक उल्लेख गरी पूरक जाहेर दरखास्त प्राप्त भई कानुनी प्रक्रिया अगाडि बढाइएको। चन्द्रेश्वर मण्डल, रामविनोद मण्डल र कमलेश कुमार दासलाई मिति 2081 11 महिना 11 गते पक्राउ गरी मुलुकी अपराध संहिता 2074 को दफा 227 को क जसमा चाहिँ करणी सम्बन्धी कसुरमा मिलापत्र गर्न वा गराउन नहुने भने कसुर छ त्यो बमोजिम कसुरमा सम्मानित सिरा जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको सन्दर्भमा फरार प्रतिवादीहरूलाई खोजताछ गर्दै जाने क्रममा यस कार्यालयबाट खटिएको टोलीले मुख्य आरोपी साङ्केतिक नाम 081 लाहान नलाई मिति 2081 11 महिना 21 गते फेला पारी नियन्त्रणमा लिई सम्मानित सिरा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको मा फरार प्रतिवादीहरूलाई खोजताछ गर्ने क्रममै फरार रहेका अन्य प्रतिवादीहरूलाई खोजताछ गर्दै जाने क्रममा यस कार्यालयबाट खटेको टोलीले प्रतिवादीहरू वडा सदस्य नथुनी शाह, रामकृपाल मण्डल, बिन्देश्वर शाह र राजेन्द्र मण्डललाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको। हालसम्म जम्मा हामीले 8 जना मान्छेहरूलाई पक्राउ गरेको छौँ। त्यसमा चाहिँ जाहेरीमा उल्लेख भएका 4 जना र जाहेरीमा उल्लेख नभई पञ्चायतमा बसेको बुझिन देखिन आएको 4 जनालाई जम्मा 8 जनालाई हामीले म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ। जाहेरीमा नाम हुनेहरू जुन नाम भएको चाहिँ उहाँ चाहिँ वडा सदस्य नथुनी शाह, त्यसरी रामकृपाल मण्डल उहाँ चाहिँ रामकृपाल मण्डल हुनुहुन्छ। त्यस्तै गरेर बिन्देश्वर शाह उहाँ चाहिँ बिन्देश्वर शाह हुनुहुन्छ र नाम नभएका यहाँ आज पक्राउ परेका मध्येमा राजेन्द्र मण्डल चाहिँ उहाँ हुनुहुन्छ। अब पञ्चायती सेकेन्ड दिन भएको कारणले गर्दा टाउको पनि उहाँको फुटेको छ। रामकृपाल मण्डल र बिन्देश्वर शाह उहाँहरू 3 जना हुनुहुन्छ। एकजना चाहिँ राजेन्द्र मण्डल चाहिँ एकजना। तपाईँहरू पञ्चायतीमा हुनुहुन्थ्यो सबैजना? यतिजना जति हुनुहुन्छ सबैजना पञ्चायतीमा त हुनुहुन्थ्यो?